स्वागत छ यहाँले। धन्यवाद। सर्वप्रथम हिजो जुन तपाईँले पत्रकार सम्मेलन मार्फत एउटा शब्द प्रयोग गर्नुभएको थियो, अहिले देशै तरङ्गित छ, तपाईँले भन्नुभयो छोराबाट भएन अब बुवालाई चाहिँ ल्याउनुपर्छ, त्यो के भन्न खोज्नुभयो? अहिलेको असंवैधानिक सरकार जसले एकदम 0.03% सहभागी आन्दोलनकारीको हुलदुङ्गा र तोडफोडको बलमा सेना प्रहरी र नेपाली जेन्जी पुस्तालाई एक ढङ्गले विदेशीहरूको प्लानिङमा नतमस्तक बनाएर प्रयोग गरेर देशलाई ठुलो ध्वंस र हिंसामा परिणत गरेर बनेको सरकारले योजनाबद्ध ढङ्गले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र मेरा समेत नामहरू लिएर हामीलाई गिरफ्तार गरेर देशलाई द्वन्द्वमा धकेल्ने र त्यो बाहनामा संयुक्त राष्ट्रसङ्घको नाउँमा अथवा साम्राज्यवादी शक्तिहरूका सेना ल्याउने जुन प्रयत्नहरू भइरहेका छन् यो बारेको सूचना मैले राम्रै राखेको छु। त्यसो भएको हुनाले जुन ढङ्गले विदेशी शक्ति भनिरहँदा विदेशी शक्तिको नाम बताइदिनुहोस् न, कुन चाहिँ विदेशी शक्ति? चाइना, अमेरिका, इन्डिया, यसरी कुरा गर्नुहोस् न। साम्राज्यवाद चाहिँ विभिन्न स्वरूपमा प्रकट हुन्छ। 1945 मा हिरोसिमा र नागासाकीमा एटम बम हानेको मोडालिटीमा अहिले विदेशी शक्तिहरू आउँदैनन्। अहिले विदेशी शक्तिहरू जेन्जी पुस्तालाई सोसियल मिडियाको दुरुपयोग गरेर हाम्रा भाइ बहिनीहरूको शरीरमा मानव बम फिट गरेर 23 गते र 24 गते 76 जनाको मृत्यु र देशलाई ध्वंस बनाउने जुन अभियान चलाए, अब यो नै शक्ति यसरी नै लाग्यो भनेर ठोस रूपमा भन्न सक्ने अवस्था छैन। तर आम मान्छेहरूले जे अनुमान गरिरहेका छन् अन्तर्राष्ट्रिय ठुलै शक्तिहरू चाहिँ नेपाललाई एउटा चाहिँ अन्तर्राष्ट्रिय खेल मैदान बनाउने र हाम्रो टाउकोमा फुटबल खेलेर नेपाललाई ध्वस्त पारेर उनीहरूको स्वार्थ पुरा गर्न लागेका छन्। र त्यसमा आफूलाई सेलिब्रिटी भन्ने केही व्यक्तिहरू, बालेन शाहजी लगायतका साथीहरू र जेन्जी पुस्ताका नेता भनेका सुदन गुरुङ लगायतका जो व्यक्तिहरू लागिरहेका छन्, उनीहरूले केपी ओली, महेश प्रसाद, रमेश लेखकहरूलाई गिरफ्तार गर्ने भनेर जुन नौटङ्की गरे, त्यही भएर मैले के भने तिमीहरूको तागत छैन, तिमीहरूको बाउको तागत छ भने गर भनेर भनेको चाहिँ त्यो शक्ति जो उनको पछाडि बसेर नेपाललाई ध्वस्त पार्नको लागि चाहिँ छुरा चलाइरहेको छ, उनीहरूलाई इङ्गित गरेर मैले भने हो। विदेशी शक्तिहरूलाई बाउ भन्नुभयो। विदेशी शक्तिहरू उनीहरूको गुरुबाउ हुन् र उनीहरूका बाउहरू भनेका जेन्जी आन्दोलनलाई कब्जा गरेर जुन ढङ्गले जेन्जीको हजुरआमा सुशीला कार्की अथवा चाहिँ बालनका कानुनी सल्लाहकार गृहमन्त्री छन्, यिनीहरू जेन्जीका बाउ र हजुरबाउ भए र विदेशी शक्तिहरू चाहिँ जेन्जीका गुरुआमा गुरुबाहरू भए। प्राय अहिले यो जेन्जीको प्रदर्शन पछिको जुन देशको अवस्था थियो, कुनै पनि दलका नेताहरू सक्रिय रूपमा कहीँ पनि उपस्थिति देखाएनन्। तर महेश बस्नेतज्यू आन्दोलनको केही दिनमै सक्रिय रूपमा टिका टिप्पणी गर्न सुरु गर्नुभयो। यसले देशमा चाहिँ अब द्वन्द्व फैलाउँछ भन्ने किसिमका टिका टिप्पणीहरू पनि आएको छ। यसलाई यहाँले कसरी हेर्नुभएको छ? यसमा दुईटा कुरा छ। एउटा कुरा जटिल परिस्थितिमा जटिल ढङ्गले परिस्थितिले विश्लेषण गर्ने क्षमता जोसँग कसैसम्म हुँदैन। दोस्रो कुरा परिस्थितिमा एउटा डरपोक र कायरहरूले बोल्न सक्दैन। जतिखेर आफूलाई डरको छायाभित्र राख्छ उसले बोल्न सक्दैन। जब विदेशीहरूले यो आफ्नो नियन्त्रणमा मुलुकको अस्थिरता र ध्वंसलाई राख्न चाहेका थिए, उनीहरूको नियन्त्रणभन्दा बाहिर गयो र विदेशी शक्तिहरूको चलखेल उनीहरू गुपचुप गर्न चाहन्थे र बारेन्जी लगायतका सेलिब्रिटीहरूकै कारणले यो सबै भयो भन्ने देखाउन चाहन्थे। त्यो कुरा तपाईँले सेलिब्रिटी भनिरहनु भएको छ, त्यो सेलिब्रिटी कसरी भयो त? नेताहरूले, दलहरूले राम्रो काम गरेको भए आज बालेन जस्ता मान्छेहरू आउँथ्यो? त्यो पनि पहिलाको एन्सरमा दिउँ पहिला, अनि त्यसको दोस्रोमा दिन्छु। त्यस पछाडि जब उनीहरू एक्सपोज भइसके पछाडि अब राष्ट्रियता गम्भीर सङ्कटमा पर्यो, संविधान गम्भीर सङ्कटमा पर्यो, संसद विघटन भयो र मुलुकको शान्ति सुव्यवस्था समस्यामा परेर दीर्घकालीन गृहयुद्धमा जाने र विदेशी सेनासम्म आउने तको परिस्थितिको जब मैले आकलन गरेँ, त्यसभित्रका पर्याप्त सूचनाहरू मैले प्राप्त गरेँ। देशमा आउने कुरा थियो, त्यो सम्मको परिस्थिति मैले सामना गरिसके पछाडि मैले चाहिँ के सोचेँ भने राष्ट्रियता जोगाउन, संविधान जोगाउन, लोकतन्त्र जोगाउन र अन्तर्राष्ट्रिय हस्तक्षेपलाई रोक्नको निमित्त मैले आफ्नो ज्यानको कुर्बानी दिन म तयार हुनुपर्छ भन्ने लागेर कसैले नबोल्दा पनि मैले बोलेँ।